हेलो सबैजनालाई स्वागत छैन र मेरो फेसबुक पेज र युट्युब च्यानलमा र होइन त्यहाँदेखि चाहिँ आज चाहिँ मेरो नाइट सिफ्ट छ नि त ड्युटी होइन र म यहाँ भाइलाई हेर्दै बसिरहेको छु हजुर के हो एउटा दोकान गएर नि हजुर मसला काजु लिएर आइज ल दुईटा अनि त्यहाँबाट अलैँची लिएर ल फुपूले भन्नुभयो काजु र अलैँची किन ल्याउनु लागि चाहिँ त्यो म तपाईँहरूलाई अहिले एकछिनमा पर्खिनु ल हुन्छ र होइन आज मेरो नाइट सिफ्ट छ तर आज पुरै गर्नुपर्छ हो आज मेरो घरमा के हुँदैछ अझ तपाईँहरू देखाउँछु मेरो घर होइन मेरो खुट्टाको घर यहाँनिर चाहिँ सधैँ अप डाउन गरेर क्या स्ट्रङ भइगयो छ नि छेपारीहरू पनि पुरा दुख्छ यहाँ दोकान जानु हुँदैन गाडी हेर्नु काजु र अलैँची अन्ना काजू अलैची 10 का दीजिए ना अम्मा काजू अलैची 10 का तपाईँ मैं अगाडि किने अलैची किसमिस नहीं अलैची काजू 10 रुपये की पाउंड अलैची उयो किने होइन र अब गएर छिटो निस्किनुपर्छ छिटो गएर होइन त्यहाँदेखिको तपाईँहरू देखाउँछु फर्किनु यहाँ फेरि डान्स क्लास हुँदै रहेछ हो एकछिन बजेको सुनाउँछु ल बजाउँदैन त हो गाना डान्स क्लास हुँदैछ यता हो झन् आज के दिनु पऱ्यो यहाँ यता डान्स क्लास हुँदैछ हो र पुगेँ होइन बिल्डिङ यसरी चल्दै प्र्याक्टिस भइहाल्छ दुईवटाले एकवटाले बुझिहाल्नु के बनाउँदैछ यो चाहिँ घिउ भने त्यसलाई नानी सानो छ के बनाउनु छ देखिहाल्दैछ के बनाउनु छ यति बजी चिजमा चाहिँ के बनिन्छ तपाईँहरू आफै भन्नुहोस् यहाँ चाहिँ गेमी छ हो भाइलाई हेर भन्दा हेर्दैन भाइलाई खाली फोन हो फोनसँग खाली फोन हो बिजी इधर आए बोल दो यहाँ हाम्रो भाइ सुत्यो हो मैले ओछ्यानमा लगाइदिएको थिएँ मतलब झोलुङ्गोमा लगाइदिएको थिएँ उता चाहिँ डान्स सुन्छ हो थाकी भाइ खेलाउँथ्यो होला हो उता बनाउनु यहाँ बाहिर पनि जानु किनकि बाहिर झोलुङ्गोमा मिसन छ आजकल नानीहरूलाई बाहिर राख्यो भने झोलुङ्गो हेर्नुपर्छ भनेर अहिले बनिसक्यो यो चाहिँ गाजरको हलुवा र म खाने छु चाहिँ महिनामा नै यसरी राखेको छ फेरि
यहाँ चाहिँ हलुवा पाकिसक्यो यहाँ चाहिँ म खानेवाला छु हो तिमी निचे बैठो मैं भाइ को देखूँगा भाइ फेरि भाइ त खानु हुँदैन के भयो मेरो क्यामेरा ओ यहाँ हल्लाइ टेक्निक हेर्ने यहाँ हल्लाइ खुट्टाले पनि हल्लिन्छ ओ किमी नीचे बैठो ना अरे मैं देखूंगा भाई को छोड़ो नीचे बैठ के खाओ नीचे बैठ के ठीक है यहाँ मैं ऊपर बैठूंगा भाई को देखूंगा तुम नहीं देखते हो भाई को अच्छे से कोई छोड़ो तो यहाँ भाई भी मजा सुख रहे थे दामी छ ताप अझ मिठो लाग्छ दसमा नौ त्यसलाई किनकि नेक्स्ट टाइम मैले हल्का खाएको थिइनँ नौ चाहिँ किन भन्दाखेरि हजुर यसमा मैले उयो ल्याउनु भुलेँ नि त के भन्छ बेसी ल्याउनु भुलेँ त्यस कम्ती छ नि त त्यही लागि काजु बदामहरू कम्ती छ नि त त्यसमा चाहिँ 1% एक माइनस हुन्छ काजुहरूको चल्दै दामी हलुवा पनि खाइसक्यो होइन हलुवा खाइसकेर चाहिँ अब तिमीले खानु तिमी देखो हलुवा कैसा हुआ हलुवा कैसा मीठा हुआ ना भन्नु सक्दैन किनकि नानी हो होइन भन्नु गर्दै खाँदैछ तर होइन अब अलिकति मसँग डराउँछ र मिठो थियो होइन सेप छ मेरो होइन र अब टिभीतिर म सोध्छु ल बाई अब एकैचोटि बेलुका भेटौँ रेडी भएर होइन मन्दिर पनि हुनु आँटेको छ 6 बज्न आँटेको छ होइन अन्त रेडी भएर एकछिन फोन चार्जमा चाहिँ फोन चार्ज छैन रेडी पनि भइसक्यो होइन ड्युटी जानु लागि यहाँ फुप्पा आफ्नो बिजनेस काम पनि गरिरहेको छ कर्टन्सको होइन फुपूहरू बर्थडे जाँदैछ राम्रै जानु हो मलाई लगेन हो किनकि मेरो ड्युटी भयो हो फुपा ठिक है जा रे बाई बाई बोल दो किमी र गो फुपू म यो सिलिन्डर लगिदिएको ल तल यो सिलिन्डर चाहिँ तल राख्नु अरे के हो म चाहिँ यस्तो लाटा पनि छु होइन जसले मलाई राम्रै चिन्छ हजुरहरूलाई थाहा छ होला म त फोन चार्जमा हाल्छु होइन चार्जमा हाल्छु तर म स्विच अन गर्नु भुलिन्छ अनि त्यसै कारण फोन चार्जै छैन तर अब उहाँसम्म पुग्नेसम्म चार्ज छ होला होइन पुग्छ होला होइन यस्तो लाटा पनि छु म थाहा हुँदैन म चार्जमा हालेको भनेर र अब पछाडि भेटौँ र अनि कच्चा फेरि छ होला ल फेरि गर्गनमा त्यही पछाडि इजो भयो नि अब जानुपर्छ होइन ड्युटी राम्रो लाग्छ काम गर्नु पनि होइन राम्रो छ इजी नै छ तर आज नाइट ड्युटी हो
अब हेर्नु चाहिँ के हुन्छ काम होइन। र मेरो यसरी नै फेसबुक युट्युबमा चाहिँ यसरी नै हेर्दै गर्नुहोस् होइन। अरू के भन्नु चाहिँ मजाले हेर्नु टेम्पल दामी देख्दैछ होइन। यतिखेर म कहिले अब हिँड्नु होइन, त्यसै लागि अहिले यहाँ अलिक राम्रो लाग्छ र टाइम भइसक्यो होइन। साह्रै धुलो छ मेरो धन्नु साथीहरू थाहा छ होला मेरो धन्नु छ है घरमा धन्नु पनि छ। ट्राफिक लाग्यो ल उयो पनि धुवा उडेको के उडेको गाडीको उडेको होला होइन। र मल पनि आज नाइट सिफ्ट थाहा भयो होला सबैजनालाई होइन। मल पनि पुग्यो होइन। र अब एकैचोटि अब म पुगेर अब एकैचोटि अब भोलि भेटौँ, किनकि अहिले गएर म गएर काम गर्नै पर्छ होइन। र यसैले मेरो भिडियोहरू हेर्दै गर्नुहोस् होइन, लाइक सब्सक्राइब गरिदिनुहोस्। अब यति त गरिदिन्छ होला होइन। र त्यो धुवा कहाँबाट आएको भनेको त यताबाट आउँदो रहेछ, के चलाउनु छ र यो देख्नु थियो होइन। त्यो धुवाबाट आउँछ यताभित्रबाट आउँछ र सबैजना बुझ्ने गराउँदै रहेछ। र यहाँ पनि बिरयानी आएको छ, थाहा छैन बिरयानी आएको छ। यहाँ सर्छ यहाँ केटाहरू छ, यहाँ साथीहरू छ। Hey guys, welcome to my vlog. So guys, फर्स्ट टाइम नाइट सिफ्ट गरेर चाहिँ बिरयानी पार्टी हुँदैछ केटाहरूसित। ल इंट्रोडक्शन दिन चाह रहे हैं। स्टार्ट किया कि नहीं? स्टार्ट हो गया, चलो। तो भाई हम लोग हैदराबाद गया था हाँ। बेंगलोर से, तो उधर से हम लोग हैदराबाद की बिरयानी लेके आया था। अरे खतरनाक टेस्ट है भाई, तो लाइक करो। ठीक है हेर्नु वाला सबै गरिदिनुहोस् यो हैदराबाद बिरयानी अच्छा लगा तुमको अंकल? आपको अच्छा है, हमको भी अच्छा लगा और रायता के साथ अच्छा लगता है मेरे को सब बिरयानी। र सबैजनालाई गुड नाइट, बाई। आजको चाहिँ यहाँ आज चाहिँ नाइट सिफ्ट हो, बिरयानी सबै खाएको थियो होइन। सबैजना